एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजनालाई। म चाहिँ ड्युटी जाँदैछु हो। हल्का पानी आउँदैछ झिमझिम तर छाता चाहिँ अलिक छैन नि त मैले। आजको वेदर चाहिँ हेर्नुहोस् न, कस्तो हरेस लाग्दो चरा करायो। आजको वेदर चाहिँ ढुस्क परेको भइरहेको छ हो। आज फेरि म छिटो आएछु, छिटो उठेछु नि त। छिटो उठेछु भन्दा पनि म आज एक झलक पनि सुतेको छुइनँ। भन्दा राति 9 बजीतिर कसले होइन बियरको बोतलहरू फुटाइदिएछ यहाँ। उयोहरू कतिजना फुट्दा है। अन्त राति 9 बजीतिर खाना खाएर ओछ्यानमा बसेको, त्यहाँदेखिकै सुतेको छुइनँ होइन। बिहान छिटै गरी 12 हेरेको है। बिचमा एकपल्ट चाहिँ निदा थिएँ, त्यो पनि ऐठान पारेको थियो। कस्तो डरलाग्दो ऐठान पारेको होइन। मेरो बोक्सीहरूलाई चाहिँ के हुन्छ र ऐठान पारेर है, यो हामीले के बिगार्दैछु र होइन। कस्तो डरलाग्दो ऐठान पारेको। अन्त त्यहाँबाट त झन् निन्द्रै लागेको छैन। बिहानसँगै सिधै उठेर टुल हेरेर सिधै उठेर आएको म होइन। त्यही भएर छिटो आएछु आज चाहिँ। मेरो नानी बाबु जानेहरू निकै जानु मात्रै आँटे। मेरो चाहिँ दामी वक हुन्छ। कसले आउँदा पनि हिँडेर जाँदा पनि हिँडेर हो। थाकेँ गाइस। कस्तो आँखा हेर्नु न, कस्तो भएर यस्तो डरलाग्दो टाउको दुखिरहेको छ कि। अब एक दिन निन्द्रा नभएको कस्तो हुन्छ होइन मान्छेहरूलाई। त्यस्तै भइरहेको छ। हस्पिटलमा बसेको भन्दा आँखाको भयो आज त म हो। कस्तो भइरहेको छ आँखा टाउको दुख्यो। दबाई खाइकन भनेको फेरि बिहान भएको बेडमा भनेर दबाई लैकन जान्छु भनेर चाहिँ दबाई नै बिछिरहेको छु हो। हरियाली जङ्गल